स्वयं ओम का नमन। जय श्री राम, जय श्री राधे, हर हर महादेव। म आज हजुरहरूको सामने प्रत्येक दिन केही न केही नयाँ जानकारी लिएर आउँदैछु। आज पनि तपाईहरुको घरमा नै घरेलु जुन प्रत्येक दिन भान्सा घरमा युज गरिराख्नु भएको मसलाको रूपमा त्यसैको बारेमा मैले आज चर्चा गर्न गइराखेको छु। जुन हो तपाईको हाम्रो सबै घरमा युज गर्ने सबैले खाँदै गरेको यो धनिया र एउटा छ मिश्री सबैले चिन्ने हो, पूजामा पनि प्रयोग गर्छ, सबैले खाइराखेको पनि हो। अब यो धनिया र मिश्रीको बारेमा म किन चर्चा गर्न गइराखेको छु कि हाम्रो नेपाल अधिराज्य हिन्दुस्तानमा भन्दाखेरि जहाँ पनि ग्यास्ट्रिक नभएको व्यक्ति छैन भनेदेखि नेपालले बन्दैन। नेपाली छ भनेदेखि उसलाई ग्यास्ट्रिक हुनै पर्छ, हाम्रो खाने हो। केही न केही रूपमा ग्यास्ट्रिक छ हामीलाई, कसैलाई बढी छ, कसैलाई कम छ। अब यसलाई पूर्ण रूपले समाधान गर्नको लागि हामीले अर्कोमा जमाइन पनि भनिसके, अदुवाको चिया पनि भनिसके। अब आयो तपाईको धनिया र मिश्री। यदि तपाईले पूर्ण रूपले निको पार्नु छ भनेदेखि तपाईले प्रयोग गर्नुस्, युज गर्नुस् र मलाई भन्नुस् कमेन्टमा कि वास्तवमा या त फोन नम्बरमा मेरो भन्नुस् कि वास्तवमा यो काम गर्यो कि गरेन। तपाईले नित्यदिन दिनचर्याको भोजन गर्नुहुन्छ भनेदेखि र यसको धनियाको धुलो 1 भाग र मिश्री 2 भाग, मिश्रीको धुलो 2 भाग हुनु पर्यो र धनियाको धुलो 1 भाग मिश्रण गरेर तपाईं एउटा बट्टामा राख्नुस् र बिहान 2 चम्चा र बेलुका 2 चम्चा खाली पेटमा खानुस्। सुसुम पानी भएर या मनतातो पानी भएर खानुस्। तपाईको बिस्तारै केही दिनमा नै तपाईलाई ग्यास्ट्रिकले निर्मूल पार्नुहुन्छ, त्यो एकदम ग्यारेन्टेड हो। तपाई खानुस्। जति तपाईले एलोपैथिक औषधिहरू खाँदै हुनुहुन्छ त्यसले निर्मूल कहिले पनि पार्दैन, केही मात्रामा कम गर्छ। आज खानुभयो, भोलि खानुभयो, पर्सि खानुभयो, धीरे धीरे बिस्तारै कम हुन्छ। र पेन्टाप्राजोल, स्नोप्लाजोल र केही औषधिहरू तपाईले नियमित यदि सेवन गर्दै हुनुहुन्छ भनेदेखि उसले केही न केही तपाईको किडनी, लिभरमा असर गर्छ। तर यो हाम्रो प्राकृतिक हो, नेचरल हो, जसले हामीले प्रयोग गरेर तपाईले कहिले पनि खराब पनि गर्दैन। अब धनियाको अद्भुत के छ, एसिडिटीमा त मैले भनेछु ग्यास्ट्रिकमा अद्भुत काम गर्छ र यो गर्भवती महिलामा भएको भोमिटिङ, मर्निङ सिकनेस जसले भन्छ, हामीले डाक्टरहरूले परीक्षा गर्छ। अब औषधिहरू प्रयोग गर्छ, त्यो औषधि प्रयोग गर्दा बच्चाहरूले पनि केही प्रभाव पार्छ। त्यसकारणले हामीले जुन अहिले मैले भने 2 भाग मिश्री र 1 भाग धनियाको धुलो मिक्स गरेर तपाई बिहान बेलुका खाउनुस्। त्यसमा पनि यसले अद्भुत काम गर्छ। तपाईले एकचोटि प्र्याक्टिकल गरेर हेर्नुस्। र अर्को काम चाहिँ यसको बच्चाको यदि खाँसी आइराखेको छ भनेदेखि, खोकी लागेको छ भनेदेखि अलिकति तपाईले धनियाको धुलो र मिश्री होइन म र धनियाको धुलो मिलाएर तपाई खुवाउनुस्। खाँसी पनि तपाईको बिस्तारै समाप्त भएर जान्छ। अब कसैको मुखमा दुर्गन्ध छ भनेदेखि, गनाउँछ मुख या वासना एकदम गन्ध किसिमको छ भनेदेखि, कसैले सुकमेल खान्छ, कसैले तपाईको च्युगम इत्यादि चिजहरू खाइरहेको छ, तपाईले मुखमा 10 देखि 20 दाना मुखमा धनिया राख्नुस् र बिस्तारै चुस्नुस्। केही दिनमा तपाईको मुखको दुर्गन्ध पार हुन्छ। त्यस्तै छ तपाईको शरीरको दुर्गन्धलाई कन्ट्रोल गर्नको लागि धनिया राति पानीको भाँडोमा अलिकति फुल्न दिनुस्। त्यसपछि तपाईको अमला पनि राति फुल्न दिनुस्। दुवैलाई मिक्स गर्नुस् मिश्रण बिहान, र त्यसलाई भएको पानीले तपाई सधैँ बिहान खानुस्। केही दिन तपाईको जिउमा भएको, जब हामी स्प्रे गर्छौँ त्यति गन्ध दिन्छ कसैको जिउ पसिना कि हामीले अरूलाई बस्न पनि गाह्रो हुन्छ। त्यसकारणले तपाईले यो 1 महिना प्रयोग गर्नुस्। तपाईको बिस्तारै शरीरको दुर्गन्ध पनि समाप्त भएर जान्छ। अब यसको बच्चालाई यदि पेट फुल्ने, रातिको पेट दुखेको छ, पेट अफरा जसो ग्यास बनेको छ भनेदेखि तपाईले राति धनिया पानी फुलाउनुस् र बिहान 1 गिलास पानी कम
एक गिलास त बच्चालाई खाँदैन, जति खान सक्छ भने तपाईँले खुवाउनुहोस्। त्यसले तपाईँको नानीहरूलाई बिस्तारै बिस्तारै पेटको समस्या पनि समाप्त भएर जान्छ। र जसले रुक गरेर पिसाब हुन्छ, पिसाब क्लियर हुँदैन, त्यसमा पनि यसले तपाईँले खुवाउनुहोस्। धनियाँको प्रयोग तपाईँले धनियाँको पानी छ नि, राति फुल्न दिनुहोस् र बिहान खुवाउनुहोस्। र अर्को यसले थाइरोइडमा पनि अद्भुत काम गर्छ। त्यसले तपाईँहरू सबैजनाले धनियाँ, मैले भन्न खोजेको ग्यास्ट्रिकको लागि धनियाँ र मिश्री 2 भाग मिश्री र 1 भाग धनियाँ खुवाउनुहोस्। तपाईँको सदाको लागि यसले निको पार्छ। र अरू मुखको गन्धमा पनि भएन भने शरीरको जिउको गन्धमा पनि, बच्चाको खोकीमा लागे, गर्भवती महिलाको उल्टीमा छ भनेदेखि त्यसमा पनि काम गरे, रुकेर पिसाब हुन्छ, पुरा खुलस्त रूपमा पिसाब हुँदैन भने धनियाँको प्रयोग गर्नुहोस्। तपाईँले 100% आजैबाट युज गर्नुहोस्। केही न केही रूपमा आजैबाट तपाईँले सुधार हुन्छ। श्रेयमा फेरि ओमको नम्बर प्र्याक्टिकल गर्नुहोस्। तपाईँहरू मैले भनेको त आजैबाट ग्यास्ट्रिकको दबाई बन्द गर्नुहोस् र योग प्राणायाम ध्यान गर्नुहोस्। किनकि सर्ने रोगभन्दा नसर्ने रोग अहिले विशाल रूपमा आइसकेको छ। त्यसकारणले तपाईँले आजैबाट सचेत हुनुहोस्। स्वयंमा फेरि ओमको नमन। जय श्री राम, जय श्री राधे।